जस्तो तपाईँले अहिलेसम्म चाहिँ नयाँ बाइक र स्कुटर किन्दाखेरि चाहिँ एकदम बब्बाल अफर्सहरू जस्तै कि फाइनेन्सको लागि अरू यु क्यान से इएमआईको लागि एकदम बब्बाल अफर्स र मेन इम्पोर्टेन्टली चाहिँ एक्सचेन्जमा जस्तोसुकै पुरानो बाइक्स लिएर आए पनि अहिले टिभिएसले चाहिँ मिनिमम पनि 30,000 को भ्यालुएसन दिन्छ 30,000 को द्याट इज जस्ट क्रेजी अहिले मैले सुन्दाखेरि चाहिँ सो भिरकुटी मण्डपमा कहिलेदेखि कहिलेसम्म हुँदैछ र टिभिएसको अरू अफर्सहरू पनि के छ क्यासमा किन्नको लागि इएमआईमा झन् क्रेजी छ त्यसको पनि अफर्सहरूको बारेमा सबै कुरा गरिदिन्छु सो अहिले तपाईँले नयाँ बाइक र स्कुटर किन्ने सोचिराख्नु भएको छ भने दिस इज द टाइम यु गाइज शुड रिल्याक्स एन्ड इन्जोय दिस भिडियो ल सो राइट आज हामी जाँदैछौँ भिरकुटी मण्डपमा एन्ड किन के भनेर चाहिँ म एकैछिनमा बताइदिन्छु होइन त्योभन्दा अगाडि लेट्स डु अ इन्ट्रो So hey, what is up everyone? I'm Nisang Shrestha. Welcome back to the channel. Or if you guys are new here, welcome to my channel. Please hit that like and subscribe button. And हामीले ट्राइममा पनि अस्ति नै उता मुस्ताङमा गयो त्यसको राइडको भिडियो आउँछ चाँडै बट मैले त्योभन्दा अगाडि टिभिएससँग पनि मुस्ताङमा गएको थिएँ त्यसको चाहिँ भिडियो अलरेडी छ मुक्तिनाथसम्म गएको हामी इन्डियन 30+ राइडर्सहरूसँग सो टिभिएससँग नि मेरो राम्रो रिलेसन छ होइन सो आज टिभिएसको चाहिँ हामी एउटा मेलामा जाँदैछु ग्रेट ग्रान्ड एक्सचेन्ज मेलामा भिरकुटी मण्डपमा एन्ड यहाँ चाहिँ अहिलेसम्म फेरि अस्ति नै यामा आएको खतरा थियो भने अहिले यसमा चाहिँ अहिलेसम्म फेरि तपाईँहरूले नसुनेकै अफरहरू अहिले आएको छ क्या स्पेसली तपाईँहरूले एक्सचेन्ज गर्ने सोचिराख्नु भएको छ भने र सँगसँगै इएमआईमा लिने पनि सोचिराख्नु भएको छ भने एकदमै बबालै अफर हुनेवाला छ यो चाहिँ के छ कस्तो सबै म बताइदिन्छु अहिले कति बज्यो 3:30 सो 4 बजेतिर म पुग्छु होला भिरकुटी मण्डपमा सो त्यतातिर भेटौँला अरू तपाईँहरूलाई थोरै अपडेट दिनु पर्दाखेरि चाहिँ मसँग मेरो पछाडि भाइ पनि छ सो अहिले हामी अलिकति यो गाडी यता त आउनु लाग्छ होइन सो अहिले मेरो अलिकति कामहरूले व्यस्त यताउतिले व्यस्त मेरो कामले भन्दाखेरि पनि अरू नै एक्सटर्नल कामहरूले गर्दाखेरि चाहिँ म व्यस्त भइरहेको हो सो विकली एउटा भिडियो त आउँछ भोलि एउटा अपलोड गरिदिन्छु म त्यो ट्राइमको यो पछाडि अलिकति पछाडि आउँछ होला यो चाहिँ स्याटरडेतिर मेबी होइन सो भिडियो चाहिँ आउँछ होइन अब चाहिँ अलिकति म फ्री भएको छु सो अब चाहिँ आउँछ होला आई होप यु गाइज क्यान अन्डरस्ट्यान्ड एन्ड एट द सेम टाइम हामीले अब एक्सटर्नल फ्याक्टरहरू पनि हेर्नुपर्ने हुन्छ यु गाइज नो इट होइन अब त्यसबाट मात्रै त हामीले सस्टेन गर्न गाह्रै हुन्छ सो या त्यही पनि हो प्लस सँगसँगै अरू के भइरहेको छ मेरो लाइफमा यताउतिको बारेमा पनि म तपाईँहरूलाई बिस्तारै अहिले नै नखुलाऊँ होला होइन फेरि तपाईँहरू रिसाउनुहुन्छ जस्तो मलाई लाग्छ सो एकैचोटि बरु केही कुराहरू हुनेवाला छ एन्ड मलाई अस्ति नै एउटा बरु बाइकको पनि राम्रो अफर आएको थियो होइन सो मैले त्यो चाहिँ अहिले हात हालिनँ किनकि अहिले म अर्कै कुरामा हात हालिरहेको छु सो कुनै दिन हामी फेरि कुरा गरौँला सो अहिलेको लागि चाहिँ के ढिला नगरिकन लेट्स गो टुवर्ड्स द भिरकुटी मण्डप टिभिएसको बाइक अरू स्कुटर किन्ने सोचिराख्नु भएको छ भने चाहिँ एकदमै बबाल अफर आएको छ जुन चाहिँ मैले टिभिएसको स्कुटर किन्ने बेलामा पनि पाएको थिएन त्यस्तो खतरा अफरहरू अहिले तपाईँहरूले पाइराख्नु भएको छ द्याट इज खतरै छ होइन सो म त्यही गएर अहिले कुरा गरिदिन्छु यहाँ बसेर धेरै कुरा भयो जस्तो लाग्यो सो गाइज देयर अलराइट हियर इट इज भित्र म गएर देखाइदिन्छु अहिले ओइ खतरा गरेर रहेछ त हजुर अलराइट एभ्रिवान मैले यहाँनिर भित्र आइसकेको छु टिभिएसको द ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनेन्स मेलामा तपाईँले मेरो पछाडि स्टल पनि देख्न सक्नुहुन्छ यो चाहिँ खतरा छ होइन अहिलेसम्मकै बवाल एक्सचेन्ज मेलाको यो अहिलेसम्म स्टल हामीले दामी देखेको छ यो चाहिँ पहिला हामीले टिभिएसको मोटरसोलतिर चाहिँ यस्तो देखिन्थ्यो अहिले यहाँनिर नेपालमा पनि ल्याएको रहेछ उता भित्र अघि नै उताबाट छिर्ने बित्तिकै ठ्याक्कै त्यहाँनिरबाट यहाँ छिर्ने बित्तिकै चाहिँ दामी देखिहाल्यो क्या सो द्याट्स अबाउट यो टिभिएसको ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनेन्स मेलामा चाहिँ के चलिरहेको छ म तपाईँहरूलाई बताइदिन्छु सो कि यहाँनिर म्युजिक पनि बजिरहेको छ बट म तपाईँहरूलाई सरसर्ती अहिले बताइदिइहाल्छु त अहिले के चाहिँ रहेको छ भनेर तपाईँले त्यहाँनिर अघि त टिभिएसको RR310 रोनिन एन्ट्रक टिभिएसको आइक्युब र अपाचे सबै देख्नुभएको होला र यो अफर्सहरू चाहिँ अहिले मैले जुन भन्नेवाला छ यो चाहिँ सबै स्कुटर बाइक सबैमा लागु हुनेवाला छ है सो कि लेट्स स्टार्ट विथ द मेन अफर अहिलेको लागि चाहिँ तपाईँले नयाँ बाइक अरू स्कुटर किन्ने सोचिराख्नु भएको छ भने यो चाहिँ भिरकुटी मण्डपमा जेष्ठ 7 देखि 12 गतेसम्म हुँदैछ होइन तपाईँलाई सुरुमा टाइम र डेटको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ एन्ड तपाईँले कुनै पनि बाइक र स्कुटर खरिदको सुरुमा क्यासको कुरा गरौँ सो क्यासमा किन्दाखेरि चाहिँ अहिले अफर चाहिँ 10,000 को क्यास डिस्काउन्ट स्योर सर्ट र एक्सचेन्जमा चाहिँ अहिले एकदम बब्बाल अफर रहेछ
सो एक्सचेन्जको लागि चाहिँ सो तपाईँले कुनै पनि पुरानो बाइक्स अर स्कुटर लिएर आउनुभयो भने मिनिमम पनि 30,000 को भ्यालुएसन पाउनुहुन्छ एक्सचेन्जको लागि। द्याट इज जस्ट ग्रेट अफर होइन, जुनसुकै जतिसुकै पुरानो लिएर आउनुहोस्। एन्ड त्यो सँगसँगै अर्को चाहिँ एक्सचेन्जमै 50+ रिकन्डिसनहरू यहाँनिर छ। सो तपाईँको बाहिरभन्दा चाहिँ यहाँनिर ग्यारेन्टेड हाइएस्ट भ्यालुएसन त्यो पनि भयो एउटा एक्सचेन्जको लागि। र अर्को चाहिँ 30,000 भन्दा बेसी तपाईँहरूको बाइक अर स्कुटरको भ्यालुएसन आउँछ भने चाहिँ अघि भने जस्तै भ्यालुएसन हाई हुने भइ नै हाल्यो। र सँगसँगै कम्पनीको तर्फबाट 10,000 को एडेड भ्यालुएसन पनि पाउनुहुन्छ तपाईँहरूले। एक्सचेन्जको लागि चाहिँ अहिले बवालै छ। बाँकी इएमआईमा अर्को इएमआईको लागि पनि झन् एकदम बवाल रहेछ अहिले होइन। इएमआईको लागि चाहिँ तपाईँले 0% इन्ट्रेस्ट रेट टिभिएसको जुनसुकै बाइक अर स्कुटर लिएर जानुहोस् 0% इन्ट्रेस्ट रेटमै तपाईँहरूले अहिले आरामले लिएर जान सक्नुहुन्छ। द्याट मिन्स एउटा फाइदा चाहिँ म तपाईँहरूलाई बताइदिइहाल्छु है त। यसको एक्ज्याक्ट डाउन पेमेन्ट पर्सेन्टेज चाहिँ मलाई भनेको छैन, बट आई थिङ्क होइन तपाईँहरूले अब 40-50% डाउन पेमेन्ट गर्नुभयो भने बाँकी 50% पैसा चाहिँ ब्याङ्कमा लगेर राख्ने। त्यतिखेर चाहिँ तपाईँहरूले ब्याङ्कबाट चाहिँ बरु ब्याज आफूले खान सक्नुहुन्छ कि त्यो पैसा। यहाँ चाहिँ 0% मा तपाईँहरूले इन्ट्रेस्ट पाउने भयो होइन इएमआई लिँदाखेरि। द्याट इज जस्ट रियली गुड अफर है अहिलेको लागि चाहिँ। सो अलिकति क्लेभर थिङ्क अहिले हामीले जति पनि अफरहरू अस्तिदेखि मैले भनिरहेको छ नि, सो कुनैले पनि 0% इन्ट्रेस्ट रेट चाहिँ भनेको थिएन क्या। सो अहिले चाहिँ टिभिएसले जुनसुकै बाइक अरू स्कुटर लिएर जानुहोस् 0% इन्ट्रेस्ट रेट। यहाँनिर तपाईँले अरू डिफ्रेन्ट एक्टिभिटिजको बारेमा कुरा गर्नु पर्दाखेरि यो बाइक पनि देखिहाल्नुभयो। यहाँ बसेर तपाईँहरूले यताउति स्टन्ट गरेको जस्तो पनि गर्न मिल्छ। भित्र VR गेम्सहरू पनि छ यतानिर। सँगसँगै त्यहाँनिर तपाईँहरूको टिभिएसको हिस्ट्री पुरै कम्पनी स्टार्ट भएकोदेखि तपाईँहरूको अहिले रेसिङ हिस्ट्रीहरू र सँगसँगै अर्को डिफ्रेन्ट एक्टिभिटिजहरू एक्सपिरियन्स जोन टेस्ट राइड गर्नु मन छ भने एन्ट्रक बाइक सबै एक्सपिरियन्स गर्न मिल्छ तपाईँले। र सँगसँगै यहाँनिर चाहिँ 360 सेल्फी भिडियो रेकर्डिङ पनि छ। म यहाँ भिडियोमा राखिदिन्छु तपाईँहरूलाई। लाइभ म्युजिक तपाईँले अघि सुनिराख्नु भएको छ होला, लाइभ म्युजिक पनि एक्सपिरियन्स गर्न पाउनुहुन्छ। र हरेक टिभिएसको स्कुटर र बाइकको खरिदमा चाहिँ फ्री एक्सेसरिज और गिफ्ट ह्याम्बर्स पनि तपाईँले टिभिएसको तर्फबाट पाइन्छ। सो या मेक योर ड्रिम कम ट्रु एट टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनेन्स मेला। मलाई चाहिँ एकदम दामी लागेको छ। तपाईँलाई कस्तो लाग्यो फेरि म तपाईँलाई यो देखाइदिन्छु। प्लिज स्विच टु द अल्ट्रा वाइड। यहाँ माथि छ RR310, यतापट्टि अपाचे एन्ड उतापट्टि रोनिन छ त्यो नयाँ। यसको पनि मैले एउटा भिडियो बनाइसकेको छु। यो रोनिनको पनि तपाईँले चेकआउट गर्न सक्नुहुन्छ। एन्ट्रकको त कुरा गरिसकेको छु, त्यो ब्ल्याक भर्जनमा पनि छ। अस्ति मैले भिडियो बनाएको त्यसको पनि भिडियो बनाइसकेको छु, यु क्यान चेक इट आउट। र सँगसँगै यता iQube पनि छ। iQube पनि आई थिङ्क 3 लाखदेखि स्टार्ट हुन्छ अहिलेको लागि चाहिँ। सो प्राइस लिस्ट भन्दा नि अफर चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट सेक्सन बिलो। बाँकी चाहिँ लेट्स कन्टिन्यू विथ माई गोप्रो। हामी ठ्याक्कै सुरुमा छिर्ने बित्तिकै यो चाहिँ ग्रान्ड देख्दो रहेछ क्या है। अरू अहिलेसम्म यस्तो गरेको थिएन, स्टल चाहिँ माथि माथि पनि राखिदिएको रहेछ। सो लेट्स गेट आउट। म तपाईँलाई थोरै अरू ब्रिफिङको बारेमा पनि कुरा गरिदिन्छु है त। अलराइट लेट्स गो। कताबाट जाने होला त यार? सोल्डिनहरू आँखा थरी हेर्छ। मैले आज होइन अहिलेसम्म नबनाएको 360 सेल्फी भिडियो पनि बनाएँ गाइज। त्यहाँ थियो टिभिएसको सोल्डिनीहरूले भनेर, टिभिएसको एजेन्सीको सोल्डिनीहरूले भनेर के गर्नु मोरी कर लाउँछ है हो। सो या जोक्स साइड ओके दिस इज अहिलेसम्म हामीले नसुनेकै अफर्स थियो यार अहिलेसम्मको यो 4-5 महिनामा। पहिला एकचोटि कोभिड पछाडि 0% इन्ट्रेस्ट रेटमा धेरैले दिएको थियो, बट अहिले टिभिएसले 0% इन्ट्रेस्ट रेटमा चाहिँ द्याट इज जस्ट क्रेजी क्या हुन्छ नि। लाइक ह्युज फ्यान अफ इट हुन्छ नि। अहिले धेरैले कति 12-13%मा दिइरहेको छ कतिले त होइन। सो तपाईँहरूले 0% मा पाउँदाखेरि द्याट इज गुड। एउटा मलाई त्यो चाहिँ एकदम बवाल लाग्यो। अघि नै मैले यस्तो दिमाग 50% और 40% एक्ज्याक्ट चाहिँ मैले अहिले थाहा भएन, किनकि अहिले हामीलाई जति इन्फर्मेसन अलिकति कम नै आएको छ। बाँकी चाहिँ तपाईँहरूले ब्याङ्कमा राख्नु, बरु ब्याङ्कको इन्ट्रेस्ट रेट तपाईँहरूले पाउँछ क्या होइन। सो तर इएमआई त फेरि जसरी दिन त परिहाल्छ होइन। मैले भन्न खोजेको द्याट्स अ गुड थिङ नि त होइन। तर तपाईँको पैसा त स्यालेरीले त्यहाँ हुन्छ होला नि त। त्यसो भए त्यहाँ चाहिँ किन्ने सोचिराख्नु भएको छ भने पनि इएमआईमै लिनु क्या। बरु त्यो पैसा ब्याङ्कमा राख्ने, स्यालेरीले तिर्दै गर्ने, अनि इन्ट्रेस्ट चाहिँ बरु आफ्नो ब्याङ्कबाट लिने, वाट एभर जे गरे पनि। तर अहिले राम्रो रहेछ कि यो चाहिँ मलाई दामी लाग्यो होइन। र सँगसँगै अर्को चाहिँ जुनसुकै ब्रान्डको जुनसुकै जतिसुकै पुरानो बाइक अरू स्कुटर 30,000 मिनिमम भ्यालुएसन। अहिलेसम्म अस्ति यहाँ मैले 25,000 को चाहिँ गरेको थियो, योपालि चाहिँ 30,000 टिभिएसले दे अप्ड इट। सो या दामी अफर लिएर आएको रहेछ। एन्ड बिस्तारै बिस्तारै अब टिभिएस नेपालले नेपालमै 310हरू पनि
मैले फेरि कुरा गरेको थिएँ हाम्रो प्रशान्त दाइसँग नेपालमा एसेम्बल गरेर चाहिँ नेपालमा ल्याउने कुराको छ। होप चाँडो नै होस् त्यो कुराहरू चाहिँ। एन्ड या अलिकति सस्तोमा नै आउँछ नि त, सो अलिकति प्राइस धेरै हाई भइहाल्यो भने फेरि अहिलेकै कन्डिसनमा Dukes 90सँग पुग्यो भने त त्यो Dukes 90 भन्दा महँगो हुनु आउँछ होइन। अब 13 अहिलेको नयाँ 13हरू ल्याउँदाखेरि त सो अलिकति सेन्स बन्दैन। सो या द्याट्स इट। अरू चाहिँ अरू त्यहाँनिर तपाईँहरूले अहिले टिभिएसले अरू काम चाहिँ एकदमै सर्भिस एकदम दामी गरिरहेको रहेछ। त्यो चाहिँ म I'll give applause to that। हुन्छ नि बाइकहरू नयाँ नल्याइदिए पनि अहिले जुन बाइकहरू लिएर आएको छ त्यसमा चाहिँ सर्भिस राम्रो गरेको छ, जुन चाहिँ त्यो चाहिने कुरा नै हो होइन। सो सर्भिसमा चाहिँ के गरेको छ भन्दाखेरि उनीहरूले 60 मिनट्सभित्रै काठमाडौँको जहाँ पनि काठमाडौँभित्र 60 मिनट्सभित्र पार्ट्स डेलिभरी गरिदिन्छ अरे क्या। तपाईँको अरू कम्पनीहरूले सोरुममा गएर पार्ट्स पाउने कि नपाउने भनेर हामीले सोच्नुपर्छ भने उनीहरूले जुनसुकै पार्ट्स 60 मिनट्सभित्र पुर्याएन भने फ्रीमा अरे क्या। त्यो क्लेम त आएर नि एकदम क्रेजी होइन त। अनि उनीहरूले शनिबारको दिनमा पनि सर्भिस दिन्छ अरे होइन, सर्भिस गर्नको लागि। एन्ड सँगसँगै होम डेलिभरी पनि छ उनीहरूको। सर्भिस गरिसकेपछि उनीहरूको एपबाट तपाईँहरूले सबै कुरा पनि गर्नु मिल्छ होइन। सो जुन पनि कम्पनीले बाइक बेच्छ त्यसको सर्भिस हामीले सर्भिस भन्छ नि। सो टिभिएसले चाहिँ नयाँ बाइक नल्याए पनि उनीहरूको पुरानो बाइककै भए पनि सर्भिस चाहिँ एकदम राम्रो गरिरहेको छ। द्याट इज गुड टु सी इन नेपाली ब्रान्ड्स। आई होप यस्तै कुराहरू चाहिँ फ्युचरमा सबै ब्रान्ड्सहरूले इम्प्लिमेन्ट गर्दै जाओस्। सो आजको लागि यति नै। धेरै मान्छेले यताउतिबाट हेर्न थाल्यो मलाई। सो दिस इज द ग्रेट ग्रान्ड अफर। जेस्ट 12 गतेसम्म हुन्छ यो भिडियो आउनेसम्म स्टिल हुन्छ होला। सो भोलितिर जानु होला, पर्सितिर जानु होला तपाईँहरूले। यति भन्दै आजको बेला यहीँ टुङ्गाउन चाहन्छु। मेरो गोप्रोमा पनि मेमोरी फुल हुनु लागिसक्यो होला। अब म यहाँबाट सिधै जिम जान्छु।